नेताहरूले गरिबलाई टिकट दिँदैन, जनताले गरिबलाई भोट दिँदैन। यो लास्ट निर्वाचनमा तपाईं हेर्नुहुन्छ भने पूर्वदेखि पश्चिमसम्म हेर्दै जानुहोस्, जो पैसा भएको मान्छेहरू छ तिनीहरूले हारेको छैन क्या। जुनसुकै पार्टीको किन नहोस्, तर पैसा भएको मान्छे हारेको छैन। त्यसको मतलब के भयो? पैसा भएकै मान्छेलाई नेताले पनि टिकट दिँदो रहेछ, पार्टीले पनि टिकट दिँदो रहेछ, अनि पैसा भएकै मान्छेलाई जनताले टिकट दिँदो रहेछ। मतलब नेता र जनता उस्तै रहेछ नि त, भोट दिँदो रहेछ हैन त, उस्तै रहेछ नि त। 5 लाख मान्छेहरू कसरी नेता बदल्ने भनेर चोकचोकमा गफ गर्छ, अनि 500 वटा नेताहरू कसरी यो देश बदल्ने भनेर गफ गर्छ। काममा त न जनताले काम गर्छ न नेताले काम गर्छ क्या। गफ गर्ने जनताको गफ गर्ने प्रतिनिधि छानिएर आएको हो नि त। जनताले अलिअलि ठगिन्छ, हामी ठगिनु स्वाभाविक हो भन्छ, नेताले ठग्नु स्वाभाविक हो। उस्तै त हो नि ब्रो। अर्को चाहिँ जनता सकेसम्म सिस्टम फलो गर्न चाहदैन, नेता सकेसम्म सिस्टम इस्टाब्लिसै गर्न चाहदैन। किनभने त्यो सोचहरू रिफ्लेक्ट हुने हो क्या, सोचबाटै छानिएर त आउने हो मान्छेहरू। जनता सकेसम्म चाहिँ राज्यलाई कर तिर्नुभन्दा अलिकति घुस खुवाएर काम गर्न चाहन्छ। त्यही घुस खुवाउने पैसा भन्दा कम चाहिँ हामीले राज्यलाई ट्याक्स तिर्ने हो भने हाम्रो काम बन्छ भने पनि घुस खाइदिउँ अलिकति छ। नेता त्यही छ, राज्यको पैसा लुटेर आफू खाइदिइरहेको छ। यो सबै हामीले त्यो सिस्टमहरूमै अलिकति चाहिँ करेक्सन चाहिँ हामीले आफूलाई पनि गर्नुपर्छ भन्ने लाग्छ। हामी आजभोलि अलिकति इजी मनीको पछि लाग्छौँ, हामी चाहिँ अरू कसैले चमत्कारद्वारा हाम्रो दुःख हरण गरिदियोस् भन्ने लाग्छ। प्रत्येक देशहरू बन्दाखेरि त्यहाँको पब्लिकले पनि मेहनत गरेछ क्या।